आदरणीय शिक्षक मित्रहरू, आज हामी किन उपस्थित भएका छौँ यहाँलाई अवगतै छ। हामी 2080 साल असोज 3 गतेको आन्दोलनको पृष्ठभूमिमा जुन बेला हाम्रा सहमति र सम्झौताहरू भएका थिए, त्यही सहमति र सम्झौता अनुकूलको नयाँ शिक्षा ऐन जारी गरियोस् भन्ने साथ हामी आज यो आन्दोलनमा सहभागी भएका छौँ। आदरणीय शिक्षक मित्रहरू, हामी 2075 सालदेखि हालसम्म स्थायी नियुक्ति लिएका शिक्षकहरू जो पेन्सनबाट वञ्चित हुन पुगिरहेका छौँ, यो कुरा कसरी यहाँहरूले अवगत गर्न सक्नुहुनेछ भने भर्खरै पुस 29 गते नेपाल सरकारले जारी गरेको जुन अध्यादेश छ, अध्यादेशमा शिक्षकहरूलाई पेन्सनबाट वञ्चित गर्न खोजिएको छ। यसको मतलब हामी 6 वर्षदेखि स्थायी भएर हालसम्म पेन्सनको टेन्सन लिइरहेका शिक्षकहरूको विषयमा यो नेपाल सरकारले के सोचिरहेको छ। हिजो नेपाल सरकारले जुन आन्दोलन हामीले गरेको आन्दोलनमा सहमति गरेको थियो, त्यो सहमति एउटा सरकारले गर्छ, अर्को सरकारले भत्काउने काम गरिरहेको छ। त्यस कारणले गर्दा सम्पूर्ण आम शिक्षक मित्रहरू जो 2075 पछि हालसम्म स्थायी भएका शिक्षकहरू हुनुहुन्छ, यहाँहरू कोही समय नपुगेको अवस्था हुनुहुन्छ, कोही धेरै समयसम्म अस्थायीसँग बसिरहनुभयो र केही समयमा उहाँ रिटायर हुँदै हुनुहुन्छ। उहाँको विषयमा नेपाल सरकारले के सोचिरहेको छ। त्यस कारणले साथीहरू, अब हामीले यो सिंहदरबारमा भएका सिंहहरूलाई 2084 सालमा जुन उहाँहरूको मिसन छ, उहाँहरू बिरालो बनेर आउनुहुनेछ, उहाँहरूको त्यो बिरालो बनेर आएको बेलामा हामीले ढोकाले छोपेर राखौँ साथीहरू। यो मिसनमा हामी लागौँ, किनभने उहाँहरूले हामीलाई धोका दिनुभएको छ। त्यस कारणले गर्दा समय अभावको कारणले मैले सबै कुरा उल्लेख गर्न सकिनँ, व्यक्त गर्न सकिनँ। माफ मात्रै सम्पूर्ण पेन्सन वञ्चित जो त्यसै गरीबाट आउनुभएको छ, यहाँलाई हार्दिक स्वागत र आभार व्यक्त गर्दै मेरो भनाइहरू यहाँ अन्त्य गर्छु। हस्, धन्यवाद।